एउटा यस्तो फिल्म जसले कसैलाई मार्नु अगाडि चाहिँ चुरोड खान्छ, मुसुक्क हाँस्छ, यस्तो मुस्कान जो हेर्दाखेरि डर लाग्छ। तपाईँलाई पनि डर लाग्न सक्छ। मैले आज यस्तो फिल्मको नाम लिएर आएको छु होइन। फिल्मको नाम चाहिँ म एकछिन भन्छु होइन, जसको हाँसोले चाहिँ फिदा हुन्छ क्या। यस्तो क्राइम थ्रिलर टाइपको क्या होइन। फिल्म चाहिँ हाम्रो साउथको चाहिँ मलयालम फिल्म हो है। यसमा चाहिँ एक्टर चाहिँ मोमोटी भन्ने एक्टरले खेलेको छ होइन। मोमोटी सरले खेलेको फिल्म हो होइन, जसले राम्रो राम्रो मुभी पनि दिनुभएको छ। एकदम लेजेन्डरी एक्टर हुनुहुन्छ होइन। यसको बेस चाहिँ कस्तो छ भने चाहिँ क्राइम बेस मुभी हो। यो चाहिँ थ्रिलर टाइपको त होइन। अब जो यसमा चाहिँ पुलिस इन्भेस्टिगेसन हुन्छ होइन, कसले मार्छ, हरेक चाहिँ अब विधवा भएको होइन, विधवा भएको, बुढा नभएको होइन, त्यस्तो टाइपको चाहिँ हन्टिङ गर्छ कि हिरोले चाहिँ होइन। हिरो चाहिँ हुँदैन, जस त्यसमा चाहिँ एन्टी हिरो टाइपको खेलेको छ क्या होइन। एक्टिङ यस्तो बवाल क्या, वाह। फिल्म यति सिम्पल छ होइन, धेरै हाई बजेटको मुभी चाहिँ होइन होइन। तर हेर्नु होला, कसैलाई चाहिँ थ्रिलर टाइपको एउटा क्राइम बेस टाइपको इन्भेस्टिगेसन टाइपको चाहिँ फिल्म मनपर्छ भने यो फिल्म चाहिँ हेर्नु होला। फिल्मको नाम चाहिँ म एकैछिन भनिदिन्छु है त। सब्सक्राइब चाहिँ गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला, जसलाई यो मुभीहरू थ्रिलर टाइपको मुभी, क्राइम बेस मुभीहरू मनपर्छ भने है त। यसको बेस के छ भनेपछि एउटा क्यारेक्टर, जुन एउटा एक्टर होइन, एउटा एन्टी हिरो टाइपको उसको फ्यामिली चाहिँ हुन्छ होइन। तर स्पोइलर चाहिँ दिँदैन होइन, ढुक्क भएर हेर्नु होला, स्पोइलर चाहिँ दिँदैन। जुन फिल्मको स्टार्टिङ कस्तो हुन्छ भने चाहिँ जसले चाहिँ घरमा फ्यामिली हुन्छ तर पनि ऊ चाहिँ के हुन्छ नि, एउटा बिहे भएको, डिभोर्स भएको केटीहरू चाहिँ एकदम मन पराउने क्या। अनि मन पराइसकेपछि होटेल लग्छ, होटेल लगेपछि मुसुक्क हाँस्छ, चुरोट खान्छ, त्यसपछि मारिदिन्छ क्या। काम खलास क्या, डेन्जर लुकिङ के है। यस्तो खतरनाक एक्टिङ गरेको छ है। तपाईँलाई चाहिँ साउथको यो हिरोको झन् धेरै नै तपाईँ फ्यानै हुनुहुन्छ होइन। अनि त्यसपछि चाहिँ यस्तो उसलाई चाहिँ एउटा केटीसँग भयो भने चाहिँ भनौँ न, उसँग मोज मस्ती भइसकेपछि चाहिँ अर्को केटी हन्टिङ गर्छ होइन। फेरि केटी कस्तो भने चाहिँ आफ्नै एजको होइन, अब बुढा नभएको टाइपको चाहिँ, अनि डिभोर्स भएको होइन, त्यस्तो टाइपको चाहिँ अब आइमेहरू चाहिँ हेर्छ क्या। अनि फिल्ममा चाहिँ, अनि फिल्मको चाहिँ हाफ टाइम अगाडि चाहिँ एउटा यस्तो ट्विस्ट छ क्या होइन। यो चाहिँ थ्रिलर टाइपको चाहिँ होइन, तर क्राइम बेस मुभी चाहिँ हो। जस्ट थ्रिलर क्राइम बेस भनेको हेर्न मजै आउँछ, किन इन्भेस्टिगेसनहरू हुन्छ, पुलिसले चाहिँ कसरी इन्भेस्टिगेसन गर्छ होइन, अनि हिरो अब पत्ता लाग्छ कि लाग्दैन भन्ने कुरो त मुभी हेरेर पत्ता लगाउनु होइन। एउटा ट्विस्ट एन्ड टर्नहरू चाहिँ आउँछ मजाले होइन। तर कसरी अब हिरोको पछाडि चाहिँ एन्टी हिरो भनौँ न, भिलन नै भनौँ, भिलनको पछाडि चाहिँ पुलिस लाग्छ। अब पुलिस लागेपछि पत्ता लाग्छ कि लाग्दैन, कसरी पत्ता लगाउँछ भन्ने चाहिँ तपाईँहरू मुभी हेर्नु होला। मुभीको नाम चाहिँ अलिकति चाहिँ म हालिदिन्छु होइन। यस फिल्म चाहिँ त्यस्तो टाइपको चाहिँ एकदम थ्रिलर टाइपको चाहिँ छैन होइन। तर जुन यसको एक्टर हाम्रो मोमोटी एक्टर हो होइन, जुन साउथको मलयालम हो, उसको एक्टिङ छ नि, उसको एक्टिङ मेन कलाकार नै, यो फिल्मको मेन पात्र नै यस्तो छ कि उसले गर्दा नै मुभी नै एकदम के हुन्छ नि, एउटा बेस्ट मुभी क्या, एकदम बेस्ट मुभी हेर्ने लायकको क्या। सुरुदेखि नै एकदम के हेरिरहँ जस्तो फिल चाहिँ दिन्छ मुभीले चाहिँ होइन। हिरोको अपोजिटमा चाहिँ पुलिस हुन्छ, इन्भेस्टिगेसन गर्ने होइन। जुन यसमा चाहिँ पुलिसको रोल जसले खेलेको चाहिँ जेलरमा भिलन छ नि, हो त्यो विनयन के भन्ने छ त्यो, त्यसको नाम चाहिँ होइन। त्यो जेलरको भिलन भनौँ न, काले काले छ नि, त्यसमा पुलिसको रोल छ होइन। त्यसको एक्टिङ खासै एक्टिङमा चाहिँ त्यस्तो केही पनि छैन यो मुभीमा होइन। तर जुन मेन क्यारेक्टरको छ, जुन उसले चाहिँ क्यारेक्टर एकदम हुन्छ नि, एउटा क्रिमिनल माइन्डको सेटअप जुन एक्टिङ गरेको छ नि, त्यो चाहिँ बबाल छ क्या, हेर्ने लायक छ मुभी चाहिँ। सिम्पल एज एन्डिङ पनि छ होइन, त्यस्तो ऊ पनि छैन, हेर्नु होला। म स्पोइलर चाहिँ दिँदैन होइन। तर यसमा चाहिँ ट्विस्ट चाहिँ छ होइन, हिरोको एन्टी हिरो भनौँ न, त्यसको चाहिँ ट्विस्ट छ, एकचोटि हेर्नु होला होइन। थ्रिलर टाइपको होइन, क्राइम बेस टाइपको मुभी मनपर्छ भने चाहिँ मुभी चाहिँ हेर्नु होला होइन। यो मुभीको नाम चाहिँ हो कालम काबल भन्ने हो क्या, कालम काबल भनौँ न मुभीको नाम चाहिँ। अब त्यो साउथको अब त्यही त हो नि, अब नामै पढ्नै गाह्रो हुन्छ, हामी नेपालीलाई होइन, ट्याक्कै हिन्दीले पनि बुझ्ने हुन्थ्यो। अब यो के हो तर मुभी चाहिँ दामी छ होइन। र त्यस्तै मुभीहरू चाहिँ म ल्याउने गर्छु होइन। म भनौँ न, अब आउने भिडियोहरूमा त्यस्तो मुभीहरू तपाईँलाई हेर्ने, एकदम खतरनाक फिल्म जुन एउटा हेर्दा नि एकदम हुन्छ चाख लाग्ने टाइपको मुभी हुन्छ नि, त्यस्तो टाइपको मुभी चाहिँ म लिएर आउँछु होइन। सब्सक्राइब चाहिँ गर्नु होला, फलो चाहिँ गर्नु होला होइन, ताकि भोलि मैले भिडियो हालेँ नि तपाईँले चाहिँ तपाईँ सामु चाहिँ पुगोस् होइन। फिल्म चाहिँ राम्रो छ होइन, हेर्नु होला। एकदम क्राइम बेस मुभी हो। र तपाईँलाई म अर्को भिडियोमा चाहिँ क्राइम थ्रिलर मुभी चाहिँ लिएर आउँछु, बेस्ट थ्रिलर मुभी चाहिँ लिएर आउँछु होइन। र एक्सन मुभीहरू पनि ल्याउने गर्छु आगामी भिडियोहरूमा। सब्सक्राइब चाहिँ गर्नु होला है त।